be fluid in what we share, and you know, it's के गर्ने रे मोटो स्विमिङ जाने हो काट्टु लगाएर अहिले हाइकिङ जान लागेको छु हाइकिङ गरेपछि चाहिँ स्विमिङ जाने हो where you can do that and के people छ are त going to के make छ their carrot cake just because it's a recipe from the walks of life. After having cooked from their blog for so long, They're it constant is that special good. to witness firsthand how the walks of life family cooks लिपस्टिक together. अन गर सल राखेर युट्युबमा हालिदिन्छु प्राइभेट गरेर कञ्चन हेर त चाइनिज फार्मर जस्तो थियो तिमी त हाट लगाएर के छ मोटो ठिक छ भन्दा चस्मा लगाइदिनु हो नेपाल जस्तो लाग्यो नि डाँडा खोला हेरे यस्तो डाँडाबाट ढुङ्गा खाल्ने यस्तो ल जाम कि यही मात्र फोटो नै खिचौँ के गाइस जामले यो त हिँड्दैन नि जस्तो फिलिङ आइसक्यो ल के भयो अरे मोटु खै 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 फेरि त्यस्तै गर त ल खासमा खत्रै खाएर डिटेक्टिभ हो तर थाहा नपलाउनु भनेर फार्मर जस्तो भएर हिँड्ने टोपी लाएर र केही भन्नु छ कञ्चन I'm so happy. युट्युबमा Thank you. So grateful to you guys. Thank you. ल for यहाँ taking फोटो me सेसन out चलिरहेछ and giving- युट्युबमा यसरी खिच्यो भने त सिधै आउँछ होला है भिडियो खोला छेकिए कि मैले सबै तिनजना बसेर म्याप हेर्दैछन् यो चिडियो बाइट्स भने के हो माछा साछा टाइपको जस्तो यो हेर्न जाने हो चिडियो बाइट यो जाने भए चाहिँ सबै सकाइदिउँ न कति छ हामीसँग 4 बज्यो 5 6 7 यसरी गऱ्यो भने हामी ल जाऊ मोटु त्यो हामी त्यो रुटमा छौँ भनेर तास्तेको कि त्यो ल जानु अहिले तिनीहरू पनि बनाएर नि त किन फोर हुन्छ अरे अर्को नलाएको अर्कै लाउनु पर्ने रहेछ मैले कस्तो राम्रो लुगा लगाएको कोहीहरू पुरै फुल टु हाइकिङमा हुने हामी मात्रै हो आफ्टर खिच्नु जानु तपाईँले ल सिडीबाट हिँड्यो वेलकम टु युएस भनिसके फाइडोले यहाँ हामी त युएसमा आइसकेछौँ रोम सुरु भइसकेछ त्यही भएर अहिले डेरा आउनु भन्दै थियो ला भिडियो खिच्दै है मैले भिडियो भिजा छैन भाइ मसँग त रे क्या हिँड्नु न छोड्नु बाटो जेल हाल्दा ल ट्रम्पले यहीँबाट समातेर सिधै फेरि त्यो ग्रिप चाहिने के मजाको यही गर्न आउँदो रहेछ यिनीहरू यहाँबाट छिरेर ब्रिज हो क्या त्यो त्यो मान्छेले के गर्यो तिमीलाई किन चाहिएर मलाई गुफाभित्र बुढाबुढी बस्यो नि के गरेको थियो हेर्छु रे यार
यो बाटो हो र साँच्ची रुखमा ओके छ त ओके छ रुखमा चढ्न मन लाग्यो रुखमा हिँड्न मन लाग्यो ल जाम माथिबाट ल खोलामा आउन लाग्यो हामी खोलामा आउन लाग्यो आउच कस्तो फोर्स छ यार ल बोर त यहाँसम्म आउँदो रहेछ त यार यो पो त रमाइलो तिमीले के गर्यौ यस्तो पो गर्नु पर्ने हो ल भन त सुसु लाग्यो रे अहिले के गरेछ भने हेर्छु भन्थ्यौ नि त्यहाँ सुसु गरेका हुन् देख्यौ अब तिमीलाई नि सुसु लाग्यो अब दुईजनाले सँगै गऱ्यो होला नि त पिसाब कञ्चन कहाँ जानु लाग्यो तिमी ए यो सिरिज नै खिचे जस्तो भयो त यार ए हाम्रो सुलभ ब्रो त्यहाँ पुगिसक्नु भयो अनि राम्रो छ नि त कुरा गरेर थिएँ नि ल खोलाको स्वरमा आयो यहाँबाट लोटेको म बुङलुङ्ग भैमा त्यो हात पहिलाको हो नि त बच्नलाई त ढाड डङ्ग लगाइहाल्थ्यो चार्जर नि चाहियो कि भयो पोस्ट दिएपछि भन ल फर्क तिमी डिस्टर्ब नगर नि बिचराहरूलाई के हो यार आऊ कबाबमा हड्डी फर्की हेरिन् फेरि यही त होला नि ऊ त्यहाँबाट जानु हो त्यहाँ त्यही खोलै हुन्छ सबै नाममा लु कञ्चनको मेकअप सक्यो त्यो पनि सकिसक्यो हाम्रो मेकअप सकिसक्यो गाइस तिमीहरु पनि सनस्क्रिन लाउनु हाम्रो सकिसक्यो म सबै भइसक्यो ल हामी नाइगराबाट अब आज जाने हो ट्रेन चढेर रामेन खाने भनेको बन्द छ पसल रामेन खान अलिक खुवाएन भने म दिन्छु म कपला खाने हो सन्तोषी रामेनको रामेन
ल भयो साइनिङ अफ फर टुडे सी यु टुमारो गाइज बाई हामी अब होटलदेखि चेकआउट गरेर वी आर मुभिङ अब घरतिर के अरे मोटुले केमलाई के रामेन खुवाउने रे कुन रामेन खुवाउने स्पाइसी टान स्पाइसी टेन सन्तोषी रामेन ओके बोयफ्रेन्डसँग कुरा गर्न सकि बिहान बिहान उठेर मेरो त मुख बिगारिकन खुसी हुनुपर्ने ए कफी लिएर आउनुभयो के मन परेन ए उहाँ टेस्ट मन परेन अरे स्पाइसी टेन्डर खाने मान्छेलाई टेस्ट किन मन पर्छ बिगो हामी नेपालीहरू आउँदा मात्रै नेपालीको ट्रिप थियो बाटोमा कोरियन भेटेर अनि त लिएर आएको एउटालाई उबर हानिदिने खोज नि त म खोजौँ ल ए अब लिएर जाने तपाईँले कफी हातिमा तर ल ओके गाइस साइनिङ अफ फर टुडे सी यु लेटर बाई हाम्रो कोरियन बहिनी अगाडि चाहिँ हाम्रो कोरियन बहिनीले फर्स्ट पोज दिएछ न फोटो खिचिदिन्छ है त कस्तो देखिन्छ अरे त्यही पोज देऊ न म खिचिदिन्छु ल पोज देऊ त पोज पोज देऊ न फोटो खिचिदिन्छु यता आउँछ मोटु यता ल को बसमा जान्छ हामी यी ब्लगर पुनम आगरा कलेज रे नि त कोरियन बोइलाई घाम चाहियो चस्मा कसको छुट्यो त गाइस मोटु कस्तो चेपेर आयो रहेछ हेर न सर बिर्सेछ दुईटा सिट खाली छ त बसमा चाहिँ रमाइलो लाग्छ सरी नट इन सर्भिस रे नि त खिच्न पर्ने कुरा खिचिनु